Hi guys, welcome back to my channel. It's me, Dr. Kamal. हामी चाहिँ फेरि मामु घर आएको कारण चाहिँ सोहित मल्लको व्रत बन्द हो। अनि यहाँ हाम्रो प्यारी सिस मल्ल ठकुरी हुनुहुन्छ। उहाँ चाहिँ के काम छ भन्न मिल्दैन, काम धेरै छ। व्रत बन्द चाहिँ पर्सि हो। मम्मीहरू आउँदै भइसकिन्छ। भोलि नि पाहुना भोलि पनि आउँछन्। आफूदेखि किन पाहुना नभएछ म त रेगुलर भइसक्यो। म अब पाहुनामा बनिदिन। अब भिडियो लामो बनाउनु पनि म गफ हान्छु ल। योपालि म स्पोर्ट्स मिटमा फुटबल खेलेँ होइन। फुटबल खेल्नु अगाडि म ग्राउन्डमा जाने बित्तिकै एउटा मान्छे मलाई यस्तो नराम्रोसँग बलले सिकाइदिएको थियो नि, यस्तो नराम्रोसँग। अनि त्यो मान्छे मलाई सरी पनि भनेन कि, यस्तो फनक फगेको है, ढ्याङ्ग लाग्यो यस्तो फनक फगेको। अनि मैले त्यो मान्छेलाई देखेँ, त्यो मान्छे पनि मलाई देखेको थियो कि त्यो मान्छे मलाई सरी भनेन कि। मेरो खुदको खुट्टामा पर्नुभन्दा अगाडि मेरो ढाडमा सेकिएको बल, त्यही भन्न चाहन्छु म चाहिँ। अरू के भन्ने, अरू के गफ छ सिरिजमा ल? के गफ छ? अरू केही गफ छैन। गफ नै आउँदैन। मेरो भाइको वर्तमानमा वेलकम छ। भाइको वर्तमानमा वेलकम छ। भाइको वर्तमानमा भइसकेपछि चाहिँ यो भिडियो जान्छ भन्ने पनि छ। यो भिडियो पोस्ट चाहिँ पछि होला, बट वी वेलकम यु गाइज। होइन, आउने मान्छे आउनु हुँदैछ। बेनी नगरपालिका वडा नम्बर 10 पाटली खेतमा सोहित मल्लको व्रतबन्धनमा हजुरलाई हार्दिक हार्दिक स्वागत गर्दछौँ हामी मल्ल परिवार। मल्ल परिवार तर भन्ने मान्छे चाहिँ हमाल परिवारबाट हुनुहुन्छ। धन्यवाद। त्यही हो। अरू के भन्न चाहन्छु भने आज चाहिँ एकदमै हावा लाउने गरेको छ। घाम पनि बेला बेलामा मात्र झुल्केको छ। त्यस्तो राम्रो वेदर चाहिँ छैन आज चाहिँ। त्यही हो। अरू के भन्नु छैन। बाहिर चाहिँ सबै व्रतबन्धको तर्खर प्रिपरेसन गर्दै हुनुहुन्छ सबै। कोही चामल कुट्दै, कोही फुल टिप्न, कोही कता। ल माइस मेरो हाई गर्छु ल, यहाँ पुग्छ के भयो सरी। हाई, म चाहिँ बाहिर बिजी छु होइन। छोराको व्रतबन्धन छ। भान्जी चाहिँ मुसुक हाँस्छ के। हाम्रो फोटोग्राफी हो क्या यो भान्जी बेरी हो उसको। अहिले के भन्छ अरे व्रतबन्धनको भोलि यो कपाल सपाल सबै मिलाइने पर्छ। ए पर्सि कस्तो क्युट देखिएको। मन देउरे भैँसी चाहिँ यता छ। साथीहरू भैँसीलाई दुःख भएको छ। अनि सुन्तला चाहिँ अलिअलि छ अझै। मम्मी
अलि तललाई नै ज्ञानै Varunyam Kesvoragada Bhajan Sundara Uttare Siddharagada Ashanyam Gadara Evam Gadara Vasudevo Odhanana Bhusmanaraja. मम्मी क्या बेटी वैसा ही था